हेलो एभ्रिवान, आज पनि मेरो नयाँ भ्लगमा यहाँहरूलाई स्वागत छ। साथीहरू, आज चाहिँ यो के गरेको भन्दै हुनुहोला है। यो चाहिँ मेरो हो सानो गार्डन भुइँमा। मेरो अब गमलामा त छ, भुइँमा सानो गार्डन छ। त्यो चाहिँ म सधैँभरि यस्तै हरियो राम्रो लाग्छ क्या। अनि आजभोलि चाहिँ बर्खा सिजन साथीहरू, थकाइ लागेर पनि बसेको है, बर्खा सिजन। अनि धेरै साँपहरू देखिन्छ नि त साथीहरू। अनि त्यही भएर साँपहरू देखिने भएर मेरो बच्चाहरूलाई फेरि यस्तो हरियो घाँसमा खेल्न मनपर्छ। अब धेरै लामो लामो घाँस भएको थियो साथीहरू। अनि त्यसलाई चाहिँ मैले अब के गर्ने है, आफू चाहिँ गरिब पर्यो, न मसिन किन्न सक्ने न केही गर्न सक्ने है। अनि फेरि नेपालमा चाहिँ त्यही मसिन पनि अभाइलेबल छैन। त्यो पनि झन् पहाडी इलाका, यो पनि सुदूरपश्चिम अछामतिर गाह्रो छ साथीहरू है। अब किन भन्यो भने आर्थिक त्यति राम्रो छैन। त्यही भएर साथीहरू मैले चाहिँ यो आफ्नै हातले काट्दैछु। मेरो गाई गोरु बाख्रा चाहिँ केही पनि थिएन, तर यो घाँस काट्दा मलाई यस्तो याद आयो क्या आफ्नो माइततिरको। सायद मेरो माइतको जस्तै भैँसी पालेको भए, भैँसी पाल्ने बाख्रा पाल्ने ठाउँ भइदिएको भए त यो घाँस कति खेर जान्थ्यो होला जस्तो लाग्यो। तर खेर चाहिँ म फाल्दैन साथीहरू है। मैले प्रयोग गर्न नसके पनि मेरो घरमा गाई भैँसी बाख्रा नपाले पनि म चाहिँ मेरो दाइको घरमा, जेठाजुको घरमा चाहिँ भैँसी छ। अनि देउरानीको घरमा बाख्राहरू पाल्नु भएको छ, गोरुहरू पाल्नु भएको छ। म चाहिँ काटेर यसरी दिन्छु। हुन त उहाँहरूले काटेर पनि आफै लिन सक्नुहुन्थ्यो, तर मलाई चित्त बुझ्दैन क्या साथीहरू। किनभने मलाई सबै एकनासले काटेको हुनुपर्छ। अनि त्यसो ट्याक्क मिलेको पनि हुनुपर्छ, सबै काटेको पनि हुनुहुन्न, माटो पनि उक्लेको हुनुहुन्न। अनि त्यही भएर चाहिँ मैले यस्तरी मजाले मिलाएर आँसीले आफैले काटेँ। हेर्नु साथीहरू, पुरै पसिना पसिना भइसक्यो। मलाई चाहिँ काम गर्दा यस्तो धेरै टाउकोबाट पसिना आउँछ साथीहरू। सायद त्यही भएर पनि होला मेरो टाउको दुख्ने रोग भएको है। फाइनली अनि मैले चाहिँ काट्दै काट्दै साथीहरू सकेँ। अनि लास्टमा चाहिँ मैले अब यति थियो, यो काटेर ट्याकटुक लाएर चट्ट लाएर मिलाएँ। अब यतातिर चाहिँ इँटा पाउँदैन, इँटा चाहिँ साह्रै महँगो। अनि मैले चाहिँ ढुङ्गाले यस्तरी बाउन्ड्री दिएको छु क्या। अनि मैले फुल चाहिँ धेरै प्रकारको लगाएको छु, एकै थरीमा भन्न सक्दैन। काउन्ट पनि मैले आजसम्म गरेको छैन है। गार्डन चाहिँ त्यति म्यानेज नभएर चाहिँ फुलहरू प्रष्ट चाहिँ देखिँदैन, तर फुल चाहिँ सबै किसिमको छ। अनि घाँस काट्दा मेरो छोरा पनि सँगसँगै आएको थियो मलाई हेल्प गर्न। किनभने यो चाहिँ हाम्रो आमा छोरो भलक हो। आज चाहिँ छोरो पुरै देखेन, सुतेको थियो। अनि सुतेको हुँदा चाहिँ सबै काम गर्छु भनेर गरेको। अनि फाइनल लुक चाहिँ यस्तो भयो साथीहरू। मेरो गार्डन हजुरलाई कस्तो लाग्छ है भन्नुहोला। अब यो घाँस चाहिँ सबै बटुलेर म यसरी कार्टुनमा हालेर अनि मेरो जेठानी दिदीको घरमा म दिन्छु। मलाई चाहिँ त्यस्तो रेसिपी अनि भन्ने कुरा केही पनि छैन क्या साथीहरू। मलाई लाग्दैन जसले जति सक्छ उति गर्ने हो, जसले जति कमाउँछ उति नै खाने हो। त्यो मलाई रेसिपी डाहा भन्ने मलाई केही पनि छैन। अब अरूले मेरो लागि मान्छ कि मान्दैन त्यो त मलाई थाहा छैन, तर म चाहिँ कसैको पनि मान्दैन भन्छु। किनभने मलाई त्यो स्वभावै आउँदैन।